सरकारले 2083 असार 9 गते नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्रीलाई सम्पत्ति शुद्धिकरण अभियोग लगाएर पक्राउ गरेको छ। एकजना गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र अर्का वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो। सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी वित्तीय कारबाही कार्यदललाई हामीले उच्च ओहदाका मानिसहरूलाई पनि समातेका छौँ भन्ने देखाएर हिजो कतिपय त्यस्तै मुद्दाका अभियोगीहरूलाई दिएको उन्मुक्तिको क्षतिपूर्ति गर्ने उद्देश्यको लागि पनि यो धरपकड गरेको छ। यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साधिएको छ। सरकार आफू अपराधीहरूलाई मुक्ति दिन्छ, करका दर सम्बन्धी सूचनाहरू चुहाएर बिचौलियाहरूलाई लाभ दिन्छ, जनताका सम्पत्ति छानबिन गर्छ तर आफूलाई यो दायराभन्दा बाहिर राख्छ, छानबिन आयोगलाई स्वतन्त्रता नदिएर प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दछ र छनौटपूर्ण प्रतिशोधको लागि हतियार बनाउँछ तर दोष अरूलाई देखाउँछ। काँक्रो आफू खाने र बिहा अरूको मुखमा लगाइदिने यो व्यवहार निन्दनीय छ। हामी हाम्रा पार्टीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलको तुरुन्त रिहाइको माग गर्दछौँ।